नमस्कार यहाँहरू सबैलाई। आशा र भरोसा छ स्वस्थ अनि मस्त हुनुहुन्छ भन्ने। एउटा बुढापाकाको भनाइ छ, दुःख पाइस मङ्गले आफ्नै ढङ्गले। यहाँहरूले कति रिलेट गर्नुहुन्छ यही विषयमा आज मैले मेरो लाइफको अनुभव सेयर गर्नु गइरहेको छु। हुन त सुख पाए पनि आफ्नै ढङ्गले, दुःख पाए पनि आफ्नै ढङ्गले हो। अनि यो चाहिँ दुःख पाइस मङ्गले आफ्नै ढङ्गले भन्ने विषयमा चाहिँ जीवनमा हामीले सकारात्मक परिणाम अपेक्षा गर्छौँ, राम्रो रिजल्टको। रिजल्ट चाहिँ एक्सन इज इक्वल टु रिजल्ट। कुरो जान्नु तर व्यवहारमा नउतार्नु ले चाहिँ रिजल्ट ल्याउँदैन। त्यो कुरा चाहिँ थाहा भएको है। अब यो एक्सन कसरी गर्ने त भन्ने चुनौतीमा चाहिँ जे पनि गर्छौँ त्यो चाहिँ हाम्रो आदत, ह्याबिटको आधारमा। अनि यो ह्याबिट इज यो फ्युचर, अथवा तपाईँको आदतले नै तपाईँको भविष्य निर्माण गर्छ, अथवा तपाईँको आदतको आधारमा तपाईँको भविष्य हो भन्ने भनाइ पनि छ। अब यो विज्ञहरूको भनाइ है। म चाहिँ भुइँ मान्छे हो, भुइँ मान्छेको भनाइ चाहिँ होइन, साभार गरिएको सबै सापट्टि लिएर अनुभवको आधारमा चाहिँ सेयर गर्दै गएँ। अनि आदत कसरी चेन्ज गर्ने भन्ने ठुलो चुनौती भयो। एउटा भिडियो बनाएको थिएँ, व्यायाम गर्नुपर्छ भन्ने कुरो औसतमा सबैलाई थाहा भएको। चुस्त र दुस्त रहनुको लागि चाहिँ व्यायाम गर्नुपर्छ, तर व्यायाम गर्न चाहिँ च्यालेन्ज, चुनौती के थियो भन्दाखेरि कि त बिजी कि त लेजी। अनि एउटा प्रश्न मनमा जाग्यो, के हो त्यो कारण जुन चाहिँ हामीले जानेर पनि गर्न सकिरहेको छैनौँ? के को अभाव? बिजी हो भने समयको अभाव हो, समयको अभाव, सङ्गतको अभाव, या सङ्कल्पको अभाव, या सूचनाको अभाव। सूचनाको अभाव त छैन, किनभने सप्लाई भइरहेछ इन्फर्मेसन। हामीले फेसबुक, रिल, युट्युब हेरिरहेछौँ। के गर्नुपर्छ, के गर्नु हुँदैन, के गर्दा ठिक हुन्छ, फाइदा हुन्छ होइन। आफ्नो हरेक समस्यालाई चाहिँ अहिले एआईसँग सोध्यो भने पनि निर्देशन पाइन्छ होइन। सबै जानकारी पाइन्छ। सप्लाई चाहिँ इनफ छ, एप्लाई चाहिँ कम भयो। त्यो एप्लाई कसरी गर्ने भनेर मैले 21 डेज च्यालेन्ज आफैले आफूलाई दिएको थिएँ। यो अरूले च्यालेन्ज दियो भने स्वीकारिँदैन, कि त बोसले दिनु पऱ्यो, जसले तलब भत्ता ओभर टाइमको पैसा दिन्छ उसले दिएको च्यालेन्ज चाहिँ हामी स्वीकार्छौँ पनि गर्छौँ। तर अब यो बिना आर्थिक लाभको अथवा बिना बोसको च्यालेन्ज चाहिँ स्वीकार्न मान्छेलाई च्यालेन्जिङ हुँदो रहेछ। र यो च्यालेन्ज मैले आफैलाई दिएँ। यो ह्याबिट चेन्ज गर्नको लागि चाहिँ 7 दिनसम्म फाइदा हुन्छ भन्ने थाहा भएको, तर मन नपरेको काम चाहिँ गर्दै गइसकेपछि अथवा अप्ठ्यारो फिल गर्ने काम चाहिँ गर्दै गइसकेपछि 7 दिनपछि सहज हुने, 21 दिनपछि ह्याबिट डेभलप हुने, र 90 दिनमा चाहिँ त्यो चाहिँ तपाईँको स्वभाव हुने भन्ने कुरो जानकारी थियो। त्यसलाई एप्लाई गरिरहेको थिएन। यसपटक मैले त्यो अभियान सुरु गरेँ। पहिलो पटक म 5 दिनसम्म मैले कन्टिन्यू गर्दै गएँ। अनि 6औँ दिनमा ब्रेक भयो। र अब हाम्रो जीवन चाहिँ एउटै रफ्तारमा जाँदैन, विभिन्न परिस्थितिहरू आइपर्छ र त्यसलाई हामीले ट्याकल गर्नु पर्दाखेरि ब्रेक हुँदो रहेछ। अब त्यसको पछाडि मेन्टल
क्ल्यारिटी अथवा स्ट्रङ नभएर पनि हुनसक्छ होइन, डेडिकेसन डिटर्मिनेसन नभएर। अनि 6औँ दिनमा ब्रेक भएपछि फेरि एकबाट सुरु गरेँ। एकबाट सुरु गरिसकेपछि 10 दिन कम्प्लिट गरेपछि 11औँ दिनमा फेरि ब्रेक भयो, फेरि एकबाट सुरु गरेँ र आज तेस्रो पटकमा 25औँ दिन पुरा भएको छ, हुँदैछ। म भर्खर आइपुगेँ मेरो जुन अभ्यास गर्ने ठाउँमा। यो कुरालाई यहाँहरूले कतिले रिलेट गर्नुहुन्छ, तपाईँहरू पनि यस्तै परिस्थिति गुज्रिनु भएको छ भने कमेन्ट गर्नु होला होइन, कमेन्ट गर्नु होला। यो जान्ने बुझ्ने भएर यो सूचना दिन खोजेको पटक्कै होइन। इम्प्रेसन भन्दा पनि इम्पावर हुन्छौँ कि हामी एउटै डुङ्गाको सहयात्री हौँ कि होइन। जीवनले चाहिँ हामीलाई सिकाइरहेको जुन पाठ छ त्यहाँबाट हामीले सिक्दै गर्दा त्यसलाई व्यवहारमा उतार्न नसक्दै गर्दाखेरि त्यो चुनौती तपाईँले पनि फेस गर्नुभएको छ भने कमेन्ट गर्नु होला। सबैलाई शुभ दिन, हरेक पल मस्त रहनु होला भन्दै यहाँहरू सबैसँग बिदा हुन चाहन्छु। थ्याङ्क यू सो मच।